एउटा यस्तो मन्दिर जहाँ 500 वर्षदेखि गजुर राख्ने हिम्मत कसैले गरेको छैन। सुन्दा अलि अजीब लाग्छ, तर यो कुनै कल्पनाको कुरा होइन। ललितपुरको चापा गाउँमा रहेको वज्रबाराही मन्दिरका कथाहरू सुन्दा आज पनि मान्छेहरूको आङ जिरिङ्ग हुन्छ। यो मन्दिर करिब 500 वर्ष पुरानो हो। राजा श्रीनिवास मल्लले नेपाल सम्वत 786 यसको स्थापना गरेका थिए। हिन्दू र बौद्ध दुवैका भक्तजनहरू यहाँ तान्त्रिक साधनाका लागि आउँछन्। तर यो मन्दिरको सबैभन्दा ठूलो रहस्य के हो थाहा छ? यसमा गजुर छैन। नेपालका हजारौं मन्दिर मध्ये यो एकमात्र प्रमुख मन्दिर हो जसको टुप्पो अझैसम्म अधुरो छ। किनभने भनिन्छ राजाले एकै रातमा यो मन्दिर बनाउन आदेश दिए। कालीगढहरूले सारा रात काम गरे, तर बिहान भएको थाहा पाउँदा काग बास्यो र काम अधुरै रोकियो। त्यसपछि जसले पनि गजुर राख्न खोज्यो उसलाई भयानक सपना देखियो अनि त्यो मान्छेले आफै हात छिक्यो। आजसम्म कसैले हिम्मत गरेको छैन। यति मात्र होइन, यहाँको जंगलबाट एउटा सुकेको पात पनि बाहिर लैजान हुँदैन। स्थानीयहरू भन्छन् कसैले यहाँको कुनै चीज उठाएर घर लग्यो भने उसलाई अनौठा सपना आउँछन्, मन अशान्त हुन्छ, जबसम्म त्यो चीज यहाँ फिर्ता ल्याइँदैन। अझ अचम्म के भने दिनभर बाहिर उडेका पातहरू साँझ परेपछि आफै जंगलभित्र फर्किन्छन् रे। मन्दिरको अगाडि एउटा ठूलो ढुङ्गाको राङ्गो छ। भक्तजनहरू यसलाई काँचो दूध चढाउँछन्। भनाइ छ गाउँमा कसैको गाई भैँसी बिरामी परे यहाँ आएर भाकल गर्दा निको हुन्छ। अनि अर्को कुरा, यहाँ जतिसुकै बलि दिए पनि मन्दिरभित्रको रगत केही घण्टापछि पुरै हराउँछ। कहाँ जान्छ त्यो आजसम्म कसैले पत्ता लगाउन सकेको छैन। अब तपाईँ नै भन्नुहोस्, यो सब केवल संयोग हो कि साँच्चीकै कुनै नदेखिने शक्ति यहाँ छ? यदि तपाईँ यो ठाउँमा जानु भएको छ भने आफ्नो अनुभव तल कमेन्टमा लेख्नुहोस्।